नमस्कार साथीहरू, आजको भिडियो हजुरहरूको लागि निकै उपयोगी हुनेछ किनभने यो भिडियोमा सिक्नेछौँ घरमै बसी मोबाइलबाट ई-सेवाको थ्रु कुनै पनि माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको किस्ता कसरी तिर्ने, बुझाउने अथवा पेड गर्ने जस्तै छिमेकी लघुवित्त वित्तीय संस्था, डिप्रोस लघुवित्त, लक्ष्मी लघुवित्त, स्वरोजगार लघुवित्त अनि मेरो माइक्रो फाइनान्स यो सबै लघुवित्त वित्तीय संस्थाको किस्ता कसरी तिर्ने ई-सेवाबाट यो भिडियोमा सिक्नेछौँ। यसको लागि सबभन्दा पहिला ई-सेवा एप ओपन गर्नुहोला। त्यसपछि ई-सेवा एप ओपन भइसकेपछि अब यसलाई स्क्रोल डाउन गर्नुहोला। अब यहाँ लेखेको छ फाइनान्शियल पेमेन्ट अनि तल लेखेको छ यहाँ माइक्रो फाइनान्स, यसमा हजुरहरूले क्लिक गर्नुहोला। त्यसपछि यहाँ थुप्रै लघुवित्त वित्तीय संस्थाहरू आयो। यसमा हजुरले कुन लघुवित्त वित्तीय संस्थाको किस्ता बुझाउन चाहिरहेछौ त्यसमा क्लिक गर्नुहोला। जस्तै यहाँ थुप्रै छ, यहाँ हेर्नु थुप्रै लघुवित्त संस्था छ। यसमा हजुरले स्क्रोल डाउन गर्दै हेर्न सक्नुहुनेछ। यसमा हजुरले सर्च गरेर पनि हेर्न सक्नुहुनेछ। जस्तै म सर्च गर्छु मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था आयो। यसरी नै हजुरहरूले हेर्न सक्नुहुनेछ। जस्तै म यहाँ क्लिक गरेर हजुरहरूले हेराइरहेछु। हेर्नु, यसमा हजुरहरूले मेम्बर कोड राख्नुपर्ने हुन्छ। अब म अर्को हेराइरहेछु। जस्तै म फेरि क्लिक गरेँ। अब म छिमेकी लघुवित्त वित्तीय संस्थाको किस्ता तिरेर हजुरहरूलाई हेराइरहेछु। यसमा हेराउँछु। हेर्नु, म छिमेक लघुवित्त वित्तीय संस्थामा क्लिक गर्छु। त्यसपछि मेम्बर कोड, यसमा हजुरले यहाँ स्क्यान गरेर पनि यो मेम्बर कोड छ नि स्क्यान पनि गर्न सक्नुहुन्छ। स्क्यानर दिएको हुन्छ छिमेकी लघुवित्त संस्थाको अनि मेम्बर कोड पनि लेख्न सक्नुहुनेछ। यस्तै मेम्बर कोड म लेख्छु। मेम्बर कोड लेखिसकेपछि प्रोसिडमा क्लिक गर्नुहोला। यहाँ लेखेको छ प्रोसिड, यसमा हजुरहरूले क्लिक गर्नुहोला। अब यसमा हजुरहरूको डिटेलहरू हेराइदिनुहुन्छ कति किस्ता लाग्छ भनेर। यहाँ कस्टमर कोड पनि हेराउँछ, कस्टमर नेम, मोबाइल नम्बर, कस्टमर एड्रेस, फादर्स नेम, ब्रान्च नेम, सेन्टर कोड, अक्युर्ड अप टु, सेभिङ अमाउन्ट, लोन प्रिन्सिपल अमाउन्ट, लोन इन्ट्रेस्ट अमाउन्ट, लोन पेनाल्टी अमाउन्ट, एक्युर्ड अमाउन्ट, रेम पेबल लिमिट पर डे अनि यहाँ अमाउन्ट कति लाग्छ यो सबै हेराइरहेको छ हैन। अब यहाँ डिपोजिटेड बाई, यहाँ डिपोजिट गर्ने मान्छेको नाम लेख्नुपर्ने हुन्छ। यो कसको नाममा यो ई-सेवा छ त्यो मान्छेले आफ्नो पुरा नाम लेख्नुपर्ने हो। त्यसपछि यहाँ डिपोजिटेड अमाउन्ट लेख्नुपर्ने हुन्छ। जस्तै यहाँ लागिरहेको छ कति हाम्रो 905। त यहाँ 905 बुझाउन चाहिरहेछौँ भने 905 लेख्नु होला। बढी बुझाउन चाहिरहेछौँ भने बढी लेख्नु होला। जस्तै म बुझाउँछु 1000। त्यसपछि प्रोसिडमा क्लिक गर्नु होला। त्यसपछि यस्तो इन्टरफेस खुल्छ। अब यसमा हजुरले कन्फर्ममा क्लिक गर्नुहोला। अब यसमा पे भ्यू ई-सेवामा क्लिक गर्नुहोला। त्यसपछि यसमा एमपिआइएन नम्बर लेख्नुहोला जुन 4 डिजिटको हुन्छ। हजुरले आफ्नो 4 डिजिटको एमपिआइएन नम्बर लेख्नुहोला। एमपिआइएन नम्बर लेखिसकेपछि कन्फर्ममा क्लिक गर्नुहोला। अब यसलाई पीडीएफमा डाउनलोड गर्नको लागि यहाँ माथि लेखेको छ पीडीएफमा क्लिक गर्नुहोला अनि ओकेमा क्लिक गर्नुहोला। अब हेर्नु पीडीएफमा डाउनलोड भइसकेको छ। यसलाई हजुरहरूले स्क्रिनशट गरेर पनि राख्न सक्नुहुनेछ प्रुफको लागि अनि पीडीएफमा डाउनलोड पनि गर्न सक्नुहुनेछ। त्यसपछि पीडीएफमा डाउनलोड गरिसकेपछि अनि स्क्रिनशट गरिसकेपछि
यहाँ हेर्नु माथि आइसकेको छ छिमेकी लघुवित्तबाट। त्यसपछि डनमा क्लिक गर्नुहोला। यसरी नै हजुरहरूले कुनै पनि लघुवित्त वित्तीय संस्थाको किस्ता घरमै बसेर ई सेवाबाट बुझाउन सक्नुहुनेछ। अनि मेरो भिडियो उपयोगी लाग्छ भने मेरो च्यानल लाइक, सब्स्क्राइब, कमेन्ट एन्ड सेयर गरिदिनुहोला। धन्यवाद।